बालेन्द्र रविलाई छुने कोसिस नगरे ती छुइस भने आफै जलेर भस्म खरानी हुनेछस्। बालेन्द्र रवि भनेको यो देशको भाग्य र भविष्य लेख्ने कलम र मसी हुन् र बालेन्द्र रवि भनेको राम र लक्ष्मणका जोडी हुन्। नेपाली जनताले एउटा देश बनाउने सुलौलो अवसर दिएका छन् बालेन्द्र रविलाई, तर बालेन्द्र रवि दाइले यो अवसर घुमाउनु भयो भने नेपाली जनताले कहिल्यै पनि माफ गर्ने छैनन्। तर नेपाली जनताले पनि अनावश्यक कमेन्ट नगर्नुहोस्। बालेन्द्र पक्ष र रवि पक्ष भनेर तपाईँहरूले कमेन्ट नगर्नुहोस्, गुणको राजनीति नगर्नुहोस्। नेपाली जनता सक्षम हुनुपर्छ, बुद्धिमान हुनुपर्छ। बालेन्द्र भने नि रवि भने नि एउटै पार्टी हो, एउटै पार्टीले देश विकास गर्ने हो, एउटै पार्टीको भिजन र विचार र विधानले देश विकास हुँदै जाने हो र जनतालाई सरकार छ भन्ने महसुस दिलाउँदै जाने हो त्यही पार्टीको विधान र भिजनले। त्यही भएको कारणले तपाईँ बालेन्द्र पक्ष हो कि तपाईँ रवि पक्ष हो कि भन्दै तपाईँहरूले कमेन्ट नकुदाउनुहोस् भन्न चाहन्छु। हामी जनताले सरकारलाई साथ र समर्थन गरेर सरकार सफल बनाउनु पर्नेछ। 5 वर्षसम्म यो सरकार टिकाएर नेपाल देशको काँचुली फेरेर नयाँ नेपालको खाका कोर्न सफल हुनुपर्नेछ।